एलइडी बल्ब एसी बल्ब नै सो एसीबाट हुन्थ्यो यसको सबै सर्किटहरू यहाँ जोडिरहेको म सब निकाल्दै होइन मलाई चाहिँ के गर्नु पऱ्यो भने यो जुन 3 भोल्टको बैट्री छ योबाट चाहिँ यो बल्बहरू बाल्नु पर्यो क्या सो एउटा बल्ब 3 भोल्टै बल्छ दुईटा बल्ब 6 भोल्ट चाहिन्छ सो तीनटा बल्ब बल्न 9 भोल्ट त्यसरी बढ्दै जान्छ है सो यसमा चाहिँ के गरेँ भने मैले यसको कनेक्सन ठ्याक्क यहाँ रहेछ कि पिन सो अब सोल्डरिङ गर्न त गाह्रो हुन्छ यस्तोमा होइन सो यो गऱ्यो भने ओके यसलाई चाहिँ मैले कन्टिन्युटी चेक गरेँ भने यो चाहिँ बल्ब हुन्छ कि यसरी सो यहाँ र यहाँ पनि बल्छ क्या फेरि अनि त्यस पछाडि यसलाई बाल्नु पऱ्यो नि यहाँ र यहाँ बल्छ सो एक्ज्याक्टली 3 भोल्ट मैले यहाँ जोड्छु यो पोजिटिभ यो नेगेटिभ यदि यहाँ गर्नु पऱ्यो यहाँ पोजिटिभ यहाँ नेगेटिभ बाल्नु पऱ्यो यो बाल्नु पऱ्यो सो सेम अनुसारले यसलाई पनि बाल्नु छ नि त्यही अनुसारले मलाई चाहिँ यसलाई बाल्नु छ अहिले होइन कुन बाल्ने भने त नि यो बिचको ल बिचको यही बाल्नु कि है यो अलिक पऱ्यो ल है सो यो बाल्नु छ 3 भोल्टले अब यसलाई बाल्नलाई मैले यहाँ सोल्डरिङ गर्छु होइन सो सोल्डरिङ गर्नलाई चाहिँ मसँग अहिले त फ्लक्स छैन होइन सो म चाहिँ पेस्ट युज गर्छु यहाँ पेस्ट हालिदिन्छु अनि त्यस पछाडि यसलाई पनि यहाँ पेस्ट हालिदिन्छु है अझै हालौँ पेस्ट जति हाल्यो त्यति मजाले बस्छ सो ओके यो चाहियो अनि यो तातिरहेछ सो यहाँ चाहिँ मैले के गर्छु भने एकपट्टि सोल्डरिङ गरिदिन्छु अब यहाँ पनि ल मजाले टाँसेँ है सो एकपल्ट सोल्डरिङ गरेको बेला फेरि चेक चाहिँ गरौँ चेक गर्दाखेरि मजाले अब त्यो लाइट हुन्छ भने कन्टिन्युटी चेक गर्दा है सो यहाँ मिटरमा पनि देख्न सक्नुहुन्छ कन्टिन्युटीमा छ सो यहाँ गऱ्यो भने बज्छ सो कन्टिन्युटी चेक गर्दा यो बोल्नु पर्यो मात्र काम गर्दैन ओके बल्यो है सो अब हामी वी आर गुड टु गो वायर जोड्छु सो अब मसँग चाहिँ सानो वायर छ यो सानो वायरलाई म जोड्छु यसलाई अलिकति बेटर बनाउनुपर्छ यत्रो धेरै लामो जोड्नु हुँदैन यसलाई चाहिँ म थोरै कट गरेर ओके यो फेरि यसले तनाइदिन्छ कि यसमा पनि थोरै सोल्डरिङ पेस्ट चाहिँ लाउनुपर्छ अलि मजाले बस्छ कि यसमा पनि यति दलिसकेपछि मैले के गर्छु यसमा यसरी राखेर फर्स्ट अफ अल त यसलाई थिचौँ ल्याएर चाहिँ हो सोल्डरिङ आइरनले मस्तो राम्रो गर्छ टालिँदैन सो यसरी टक्क रेडी भइसकेपछि मैले लगाएर यो पोजिटिभ यता थियो होइन पोजिटिभ यता नेगेटिभमा लगाएर राख्दैछु ओके डन एन्ड देन नेगेटिभको यो पोजिटिभको लागि पनि मैले त्यही अनुसारले यसमा सबैलाई फर्स्टमा सोल्डरिङ थुप्रै गरिदिन्छु यसमा गएर थोरै बनाउँ है त दामी अलिक भेटेन ल दामी भयो ल अब यसलाई टक्क एकपल्ट चेक गरौँ वायर सो यो पोजिटिभ यो नेगेटिभ है पोजिटिभमा पोजिटिभतिर लगाउँ यता नेगेटिभमा ओके ल दामी बल्दिएर ल भयो नि त बबाल ल दामी बल्दै त यता नहलियोस् भनेर सो यसलाई चाहिँ मैले यसरी राख्ने विचार गरेको छु कि सो झ्याप्पो तरिकाले यसरी राख्नु पऱ्यो अनि यसरी राखेर यहाँ हाम्रो यो स्ट्यान्ड भर्खर बनाएको हामीले यो सबै काम गरेर दामी बनाएको छ है सो यो स्ट्यान्डमा यो मोबाइल स्ट्यान्डमा लाइटिङ गर्नु कसरी अनि यसरी बस्छ सो ढुक्क हुन्छ यसरी बसेपछि सो यसलाई टाँस्नुलाई चाहिँ हामी के युज गर्छौँ भने ग्लु गन युज गर्छौँ सो यो युज गर्छौँ है ग्लुलाई चाहिँ मैले यसरी गरेर पैसा टाँस्नु पर्यो ल रेडी सो अलिकति
अझै स्ट्रङ होस् भनेर चाहिँ म यहाँ टपमा टपको माथितिर यहाँ पनि त्यतिपछि अब चाहिँ झर्ने सम्भावना हुँदैन यो। सो यसलाई चाहिँ यसरी राखिदिनु पर्यो। सो यो चाहिँ यसो पनि गर्नु मिल्छ, यसो पनि गर्नु मिल्छ, त्यो चाहिँ अब कसरी गर्ने हो निस्केछ नि त फेरि यहाँ पनि टास्नु पर्ने मेरो। ल दामी ल। अब यहाँ झ्याप्प टास्नु पऱ्यो यसलाई है, यहाँ टास्नु पऱ्यो। यहाँ बिचतिर टाँस्थ्यौँ है, बिचमा टाँस्थ्यौँ, यहाँ टाँस्थ्यौँ। टाँस्यो थोरै उयो पनि हाल्नुपर्छ है, सुपर ग्लुले बसमा त्यसलाई छोड्नुपर्छ। अब त्यस पछाडि यता भुइँले जोइन गरौँ है। सो यो बेटर छ, यसरी पनि गर्नु कसैले ब्याट्री चाहिँ कहाँ राखिदिनु पावर छ कि छैन पज गर्नु हो, एकछिन पज गर्नु मिलिहाल्छ। सो गाइज मैले चाहिँ यो लिथियम ब्याट्री युज गर्न लाग्दैछु। यो खालको बिएमएस भयो भने चाहिँ यो ब्याट्रीको लाइफ अलि लङ हुन्छ कि, सो अलिक प्रोटेक्ट गर्छ यो बिएमएसले। अब यो यसमा छ कि मलाई जस्तो लागि शङ्का लागिरहेको छ, यो पुरानो ब्याट्री योबाट मैले बिएमएस निकालेर यसमा राख्छु, यसमा ट्राई गर्छु है। सो यसमा पनि मैले बिएमएस छ कि जस्तो शङ्का लागिरहेको छ, म योबाट निकालेर गर्छु। यो चाहिँ मैले यहाँबाट बिएमएस लिएँ कि यो। सो बिएमएस जस्तो लाग्दैछ मलाई है। सो यो बिएमएसबाट चाहिँ मैले अब के गर्नु पऱ्यो भने यहाँ हाम्रो नेगेटिभ पोजिटिभ पोइन्ट छ, यो भनेको हाम्रो इनपुट भयो भएन, यो भनेको हाम्रो इनपुट भयो है। सो आउटपुट चाहिँ यो एउटा पोइन्ट भयो एन्ड देन यो एउटा पोइन्ट भयो है आउटपुट चाहिँ। सो यो दुईवटा पोइन्ट छ हामीसँग आउटपुटको लागि। अब कुरा यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के हो भने मैले यहाँ पनि छुट्याउनु पऱ्यो पोजिटिभ र नेगेटिभ होइन। त्यसपछि मैले ल अहिले हजुर यसो गर्यो भने ठ्याक्कै यहाँ भेट्थ्यो यसरी यसरी हो भने चाहिँ यताको पोजिटिभ यताको नेगेटिभ हो कि। सो यो पोजिटिभ यो बिएमएसको यो पोजिटिभ यो नेगेटिभ रहेछ है। सो एन्ड देन यो नेगेटिभ यो आउटपुट चाहिँ यो आउटपुट पोजिटिभ यो आउटपुट नेगेटिभ रहेछ, त्यस्तो रहेछ कुराकानी है। सो हामी चाहिँ के गर्छौँ भने यहाँ लाएर यसलाई हेर्छौँ है त एकपल्ट। सो यसको लागि चाहिँ फेरि पनि हाम्रो पेस्ट चाहिन्छ, खोइ सोल्जरिङ खोइ वायर सोल्जरिङ वायर चाहियो। यसलाई सानो बनाउनु पऱ्यो, एकदमै सानो बनाउनुपर्छ। यसले थोरै दल्नु पऱ्यो यो, अर्को पनि सेम धेरै नहोला कि एउटा उयसमा कितना यसलाई चाहिँ यहाँसम्म त्यो एउटा हातले झर्नु नदिए फेरि बुत्तै तलाउनु त्यस्तो आइरन तातिरहेछ। यसलाई चाहिँ यहाँ थिचेर यो कहाँ गयो किन छैन यता राख्दिनु काम यसलाई घुमा न पक्कै यसलाई चाहिँ हामीले दामी लाग्छ है, त्यसलाई चाहिँ देखिरहेछ नि, त्यसलाई चाहिँ कपाल लाग्छ कास्तेले सही लाग्छ नि है। यसलाई चाहिँ टक्क यहाँ त लागेको छैन।
पोइन्ट यो पोजिटिभ यो चाहिँ नेगेटिभ त्यसपछि अब टक्क जोड्नु पर्यो माथि उठ भाइ तँ यता हुँदैन क्या मैले छिल्लो राम्रो भयो त्यही भाँच्नु पर्यो कसरी जोड्ने सँगै जोड्यो भने थोरै भङ्गिलो तपाईँ यसलाई समात्नु एउटा रङ्गाल खिचिराखेँ यहाँ नगोटारिकन कस्तो लाग्ने खिचिराखेँ ल है छोड अब एकपल्ट कनेक्टिभिटी चेक गरौँ यसको समात्नु यहाँ तित्नु कनेक्टिभिटी चाहिँ चेक गर्नुपर्छ भरे झ्याप्पत जोडिएर छ नि त हुन्छ छैन नि छैन ल नाइस ठिक छ ल अब के चेक गर्नु पर्यो भने छोड खोइ चार्जरमा र अघिमा चाहिँ एक्ज्याक्टली भोल्टेज आएको छैन किनभने यो बिएमएस पनि खराब हुनसक्छ नि त्यो पहिलेको ब्याट्री हो सो बिएमएस पनि खराब हुनसक्छ द्याट्स वाइ हामीले त्यो गर्नु पऱ्यो अब एकपल्ट चेक चाहिँ गर्छौँ है सो ओके चेक गर्नलाई मैले यहाँ हालेँ देन यहाँसम्म यहाँ म भोल्टेज चेक गर्छु है सो हामी चाहिँ यो मल्टिमिटरमा आउनु पऱ्यो सो एक्ज्याक्टली हो भोल्टेज चेक गर्छै गर्दैन ल्याएर मैले सो पोजिटिभ यो नेगेटिभ ओके ठिक छ 3.4 सो यहाँ पनि हामीले के गर्नु पऱ्यो भने एउटा चाहिँ खोइ कहाँ गयो अघि लाग्ने अघि एउटा चाहिँ राम्रो एउटा चाहिँ ला ठिक छ नि गयो ला लाग्दै थियो किन छ भन्दा बिएमएसै बिग्रेको छ कि यसको फेरि त्यही भएर चार्जिङको प्रब्लम हुन्छ ए रहेछ ठिक छ है देखा त ए ल 5.19 आइरहेको छ ल बिएमएस पनि ठिक रहेछ हाम्रो ल बबाल ल अब चाहिँ दामी छ ल सो बिएमएस पनि पर्फेक्ट रहेछ ल ठिक छ अब त्यसलाई चाहिँ राखौँ अब के गर्नु पऱ्यो यो पोजिटिभ आउटपुटमा चाहिँ ट्याक्क जोड्नु पऱ्यो सो यसलाई समात एकपल्ट होइन आउटपुटमा चाहिँ हामीले अब त्यसलाई जोड्नु पऱ्यो भने खोइ कहाँ गयो हाम्रो ब्याट्री यो ब्याट्रीसँग जोड्नु पऱ्यो क्या सो ब्याट्रीमा जोड्नको लागि चाहिँ म यसरी राख्छु यसलाई त्योभन्दा अगाडि हामी वायर जोडौँ वायरको लागि चाहिँ पज गरेको चाहिँ सो अब यहाँ चाहिँ वायरिङ गर्नु पऱ्यो हामीले यो नेगेटिभ पोइन्ट यहाँ बस्छ कि बस्नु थाहा छैन है पोजिटिभमा अहिले गरौँला सो यो चाहिँ वायर अलिकति लामै छ हामी यसलाई काट्न गइरहेको छौँ कति चाहिन्छ होला यसलाई हुन्छ तलसम्म चाहियो नि त होइन अब यसकै चाहिँ जोड्नु पऱ्यो नि त हामीले सो नेगेटिभ जोड्नु पऱ्यो होइन अहिले लाइटर अरे यो राम्रोसँग वायरिङ गर्नलाई चाहिँ यसलाई पटार्नै पर्छ नबटारिकन हुँदैन होइन सो यसलाई अझै सानो बनाऊँ ए निकाल्दा सिमसिम ल यसलाई थोरै फ्लक के अरे सोल्डरिङ पेस्ट जोड्नु गर्नु पऱ्यो यसमा यहाँ राखेर यसलाई पनि सोल्डरिङ थोरै हाल्नुपर्छ सोल्डरिङ नगर्नु परेको चाहिँ अलि राम्रो हुँदैन कि टाइम बस्छ टक्क पेस्ट लाग्छ आनन्दले सही बस्छ कि यहीँ ठिक छ है चाहिँ हात थोरै झोल त्यो गर्नलाई चाहिँ
ए ल बस बस दामी ल दामी दामी बस तर पेस्टलाई दिइहालौँ अगाडि यहाँ जर्सी चाहिँ ओइ मुला पहिला जोड्छु ल पहिला ल छुटिहाल्यो कि ल तेरो तातोले कि पगले यहाँ चाहिँ थिच बिस्तारै है हेर्नु फेरि साह्रो थिच्नु हातमा लाग्यो अलि हेर्नु यतातिर गरेर अर्को निस्किनु 16 चलेगा कनेक्टिभिटी चेक गर्नु पर्थ्यो पुरै काँसी जस्तो छ समाते फर्स्ट गर्नु सक्यो फाइनली हामीले यो बिएमएस रेडी पारिसक्यौँ योबाट हामीले इनपुट यहाँ तपाईँको केबल छ हामीसँग चार्जरबाट जोड्छौँ हामीले अनि यो चाहिँ आउटपुट छ यो आउटपुट चाहिँ जुन छ यो बिएमएसको यसलाई चाहिँ हामीले यसमा ल्याएर जोडिन्छ सो फर्स्टमा चाहिँ हामीले यसलाई चाहिँ रेडी पार्नु पऱ्यो यसरी जोड्नु पऱ्यो सो यसरी राखिदिन्छु म चाहिँ यसलाई होइन यो तात्तिकै छैन ल पज गर सो यो चाहिँ हामी अब ब्याट्रीमा मोडलको हेल्पले नला यहाँ चाहिँ अलिकति अब सोल्डरिङ लाग्नलाई तनाव हुन्छ त्यही भएर रफ सर्फेस भयो सो यहाँ चाहिँ अलिकति पेस्ट लगाउनु पर्ने हुन्छ हामीले यहाँ चाहिँ अलिकति तनावै हुन्छ है सोल्डरिङ गर्न यसलाई पनि हामीले हल्का सोल्डरिङ गरेर चाहिँ यहाँ गर्नु हुन्छ होइन भयो अब यहाँ ब्याट्रीसम्म तल ब्याट्रीसम्म अलिक तलबाट फेरि हातमा ठ्याक्कै लाग्छ यहाँबाट नि दामी लाग्यो है अहिले सही होला हेप्प लाग्यो होला त्यति आइसकेपछि यो नेगेटिभको पोइन्ट यहाँ नेगेटिभमा खोयो दामी दामी है त्यसपछि पोजिटिभतिर पनि त्यही अनुसारले हामीले काम गर्नुपर्ने छ पोजिटिभमा नि अलिकति रफ सर्फेस भनौँ यो रफ सर्फेस नभनिकन चिल्लो सर्फेसमा चाहिँ अलिक सोल्डरिङ गर्न गाह्रै हुन्छ कि त्यही भएर सो थोरै पेस्ट ल्याएर यहाँ बनाउनुपर्ने हुन्छ सो त्यसपछि यहाँसम्म गऱ्यो होइन त्यसलाई पनि गरिहाल्ने एकैचोटि हुन्छ दुइटै
ल ठिकै नै रह्यो भएन मलाई उल्टो भयो क्या ल दामी उल्टो अडियो साइडमा ब्याट्री पनि ल हाम्रो एउटा रेडी भइसक्यो मोडल टक्क रेडी भइसक्यो सो यो मोडल पर्फेक्ट छ यो पिएमएस यसरी ब्याट्री पुरानो ब्याट्रीबाट पनि झिक्न सकिन्छ है फेरि एउटा ब्याट्रीको लागि सिङ्गल ब्याट्रीको लागि 3 भोल्टको लागि है सो यसलाई अलिकति यहाँ टालिदिउँ त्यसपछि यसलाई पनि थोरै अलिकति यसो गरेर टालिदिउँ मुभ हुँदैन पछिसम्म यो टिक्छ अब अझै एउटा सोल्डरिङ चाहिँ गर्नु लागि छ क्या यो स्विचमा गर्नुपर्छ अहिले आएर गरौँ अब हाथे हम छोटे से ब्रेक के बाद स्विच हाल्न जाँदैछौँ सो स्विच चाहिँ यहाँ हाल्ने दामी ठाउँ भेटेन हामीले होइन सो यहाँ हालेर चाहिँ हामी स्विचहरूलाई जोड्छौँ सो यो लाइटको एउटा स्विच यहाँ अनि यो चाहिँ यहाँ गरेर ब्याट्रीमा जोड्नुपर्ने हुन्छ सो फर्स्टमा चाहिँ ब्याट्रीमा जोड्नु सो यसलाई चाहिँ हामीले के गर्नु पऱ्यो भने गर्नु पऱ्यो होइन ब्याट्रीसम्म पायो सोल्डरिङ गरेर हिँडेर भयो सोल्डरिङमा चाहिँ होला न कडा अब त्यसपछि हामीले यसलाई पनि जोड्नुपर्ने हुन्छ र तपाईँको समात त्यो समात यसलाई चाहिँ हामीले यसलाई थोरै समाउँछस् यसरी त्यो छोडिदिएको छ है त्यो सँगै राख ल ल धेरै भइसक्यो भने ल हुन्छ यहाँनिर यहाँसम्म ब्याट्रीसम्म ल यति भएपछि अब हाम्रो रेडी हुन आँट्यो सो यसलाई चाहिँ के गर्नु पर्यो भने अब यो चाहिँ दुईवटा स्विच बनाउनु पर्यो स्विचको चाहिँ यहाँ हामीले छिराउने भएकोले माथि जाउँ पहिला होइन यहाँ चाहिँ हामीले यहाँबाट ल्याएर यसमा जोड्नु पर्यो सो अन अफ गर्दा चाहिँ सो एउटा पार्ट एकातिर जोड्नु पर्यो एउटा पार्ट एकातिर जोड्नु पर्छ सो फर्स्टमा चाहिँ यसलाई नै जोड्ने सोल्डरिङ गर्नु है तर यसलाई चाहिँ अलिकति अब तैँले पनि समात्नु पर्छ मैले पनि समात्नुपर्छ र एउटा उयो बनाउनु पनि बनाउँछु भनेको बनाउनु भएको छैन एउटा स्ट्यान्ड क्या हामी समात्नु पर्यो यसरी हुन्छ ल यसरी हुन्छ एउटा जोड्नु पर्यो यहाँ लाग्दैन है अलि रफ हुनमा है
टाँसिँदैन त हेर टाँस्यो टाँस्यो होइन अब यसलाई एकछिन ए नगर समात यसरी छिराउनु पर्यो यहाँले यसो उल्टो बनाउनु होइन अर्कोतिर हजुर नि कसरी भयो यस्तरी बसेर समात न थोरै तल जानु थोरै मात्र भन्यो हुन्छ कि हातलाई भेट्ला एउटा भएन अब अर्कोलाई टाँस्नु पऱ्यो सो अर्कोलाई टाँस्नुभन्दा अगाडि चाहिँ के गर्नु पर्यो इलामै त कति चाहन्छ त्यो अनुसार बसेर टाँस्नु त होइन त्यो के छिराउनु त्यो पर्दैन किन त्यो तलबाट हुन्छ होइन के कसरी हुन्छ भने सरी हुन्छ है यति भएपछि यहाँ छोडिन्छ भने छुट्छ भन्ने चान्स भएन कि होइन सो यसलाई पनि त्यही गरौँ यति भएपछि पुग्यो ओ यहाँ टाँसिने होइन क्या यसलाई चाहिँ कसरी कसरी उल्टो भयो त्यसरी ठिक छ त्यसरी यसरी राख्नु पऱ्यो नि त होइन कुन कुनामा यताको कुनामा राख्नु यहाँ सबै यति छैन होइन एकपल्ट राख्नु पऱ्यो है यहाँ आउँछ टेस्ट गर दामी भन्छ ल यता देखा न ओइ नतान्नु होला त्यसरी ट्याक्क काम गर्यो ल यसरी है सही होला त्यसपछि यसलाई चाहिँ हड्कीलाई हड्की पनि आज धेरै खेर गयो टक्कसँग यसरी हड्की ट्याक्क लगाइदिउँ ताकि अलिकति मजबुत बनाओस् त्यहाँ टाँसिन्छ पुऱ्याइदियो होइन त्यहाँबाट यसरी गरौँ अलिकति समातेर चाहिँ गर्नु पर्छ फेरि तलबाट लगाइदिन्छ न यसो गर समात त्यो समात ल ट्याङ्गा नराखै यहाँ समातिहाल्यो तारलाई समातिहाल्छ ल यसरी राखिदिनु पऱ्यो केस कस्तो सुयो सुन यसलाई त यसलाई चाहिँ यसरी राखिदिँदै गर्नु
त्यसपछि यहाँ चाहिँ यो चाहिँ यसरी भन्दाखेरि यसरी राख्नु यहाँबाट एकदम लाउने रहेछ। यस्तो भयो। सो फाइनल प्रोडक्ट हाम्रो कारण दामी ल यो नपर्छ यता दामी भइरहेछ ब्याट्री चार्ज भइरहेछ है। ओहो ल हेर चकिलो है अलिक चार्ज भइरहेछ सही भयो ल। यो चाहिँ हाम्रो फाइनल प्रोडक्ट। यो हामीले यो कार्डबोर्डबाट बनाएको होइन। अनि त्यस पछाडि यो जुत्ताको अझै यो चाहिँ बल्बको यो स्विच भइहाल्यो होइन। यो लाइट चाहिँ हाम्रो यो एलइडी बल्ब यस्तै बल्बको एलइडी बल्बको आइसी बल्बको निकाल्दा टक्क बालियो। अनि यो के अरे मोबिल फिल्टर यहाँभित्र हामीले ब्याट्री हालेको छ एउटा। दामी प्रोडक्ट बनाएको छ दामी है। यो दामी प्रोडक्ट बनाएको छ। अब यसलाई किन्नुहुन्छ नि सम्पर्क गर्नु होला। दामी दामी लाइट पनि कडा बलिरहेछ ल।